नमस्कार। हरेक वर्ष चाहिँ यो वर्ष पनि नेपाली साहित्य र कला जगतमा ठूलो उत्साह छायो। कारण हो देशका सबैभन्दा प्रतिष्ठित राष्ट्रिय पुरस्कारहरूको घोषणा। आज हामी 2082 र 2081मा सम्मानित भएका तीनै प्रतिभाशाली स्रष्टाहरू र उहाँहरूको योगदानबारे अलि गहिरिएर कुरा गर्नेछौँ। त्यसो भए सबैको मनमा एउटै प्रश्न होला, आखिर यो वर्ष कसले बाजी मारे त? कसको सिर्जनाले पायो राष्ट्रिय सम्मान? ल आउनुहोस् यही प्रश्नको जवाफ खोज्दै अघि बढौँ। सबैभन्दा पहिले त यी पुरस्कारहरूको आधिकारिक घोषणाबाटै सुरु गरौँ न। यहाँ हामी 2082 र 2081मा प्रदान गरिएका केही प्रमुख राष्ट्रिय पुरस्कारहरू देख्न सक्छौँ। मानश्रीदेखि मदन पुरस्कार अनि पद्मश्रीसम्म यी सम्मानहरूले विभिन्न विधामा योगदान दिने श्रेष्ठहरूको कदर गर्छन्। अब एक एक गरेर विजेताहरूको नाम हेर्दै जाउँ। अब लागौँ यो वर्षको मतलब 2082 सालको सबैभन्दा चर्चित खण्डतिर। हेरौँ यो वर्ष साहित्य र कलाका कुन कुन हस्तीहरू सम्मानित भए। ल हेर्नुहोस् त, यो वर्षको सूची पनि कम्ता छैन है। तोया गुरुङले मानश्री पुरस्कार पाउनु भएको छ, जुन उहाँको लामो साहित्यिक यात्राको एउटा ठूलो सम्मान हो। अनि तेस्रो आयाम आन्दोलनका प्रणेता बैरागी काइँलालाई पहिचान पुरस्कार। वाह, उहाँको योगदानलाई फेरि एकपटक कदर गरिएको छ। यो सूची हेर्दा के देखिन्छ भने स्थापित र नयाँ दुवै पुस्तालाई समेट्ने कोसिस भएको छ। तर 2082 को पुरस्कारमा एउटा कुराले चाहिँ साँच्चै इतिहास नै बनायो। त्यो हो बाहिर पुरस्कार। पहिलो पटक फर्स्ट टाइम यो पुरस्कार नेपाल बाहिरका स्रष्टा कृष्ण प्रधानलाई प्रदान गरियो। यो कुनै सानो कुरा होइन है। यसले के सन्देश दिन्छ भने नेपाली साहित्य अब भूगोलको सिमानामा बाँधिएको छैन। संसारको जुनसुकै कुनामा बसेर सृजना गरे पनि राष्ट्रले सम्मान गर्छ। अब एक वर्ष पछाडि फर्केर हेरौँ। 2081 साल पनि नेपाली साहित्यका लागि निकै महत्त्वपूर्ण वर्ष थियो, जहाँ केही ठूला नामहरू सम्मानित भएका थिए। 2081 को सबैभन्दा ठूलो चर्चा त मदन पुरस्कारकै थियो, जसलाई नेपालको बुकर पुरस्कार भने पनि हुन्छ। र यो सम्मान गयो छुदेन काबिमुको उपन्यास उर्माललाई। गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा लेखिएको यो उपन्यासले आफ्नो कथा भन्ने तरिका र विषयवस्तुले गर्दा निकै प्रशंसा बटुलेको थियो। त्यस्तै अर्को प्रतिष्ठित पुरस्कार जगदम्बाश्री, जुन साहित्यमा जीवनभरको योगदानका लागि दिइन्छ, त्यो सम्मान प्रेमदेव गिरीलाई प्रदान गरियो। भाषा र संस्कृति संरक्षणमा उहाँले दशकौंदेखि पुर्याउँदै आउनुभएको योगदानको यो एउटा ठूलो कदर थियो। र 2081 को कुरा गर्दा वाणीरा प्रज्ञा पुरस्कारलाई पनि बिर्सन मिल्दैन। यो पुरस्कार साहित्यकार रामकुमार पाण्डेलाई दियो। खासगरी उहाँको व्यङ्ग्य र नियात्रा लेखनको त नेपाली साहित्यमा एउटा छुट्टै स्थानै छ। अब यी सबै सम्मानहरू केवल पुराना कामको मूल्याङ्कन मात्रै त पक्कै होइनन्। यिनीहरूले आउने पुस्ताका लागि एउटा मार्गचित्र पनि कोर्छन्। आखिर यी पुरस्कारहरूको महत्त्व के हो त? यिनीहरूले हाम्रो कथा, हाम्रो भाषा र हाम्रो सांस्कृतिक पहिचानलाई जीवित राख्ने स्रष्टाहरूको योगदानलाई राष्ट्रिय स्तरमा मान्यता दिन्छन्। हरेक सम्मानले नयाँ पुस्तालाई कलम उठाउन वा कुची समाउन प्रेरित गरिरहेको हुन्छ। र यसले हामीलाई एउटा निकै महत्त्वपूर्ण प्रश्नको अगाडि ल्याएर उभ्याउँछ। आज सम्मानित भएका यी व्यक्तित्वहरूले भोलिको नेपाली कला र साहित्यलाई कस्तो आकार देलान्? उहाँहरूको कामले आउने पुस्तालाई कसरी प्रेरित गर्ला? खैर, यो प्रश्नको जवाफ त भविष्यले नै दिनेछ।